Hello, namaste and good evening everyone. हाम्रो तर्फबाट सबैजनालाई ह्यापी न्यू इयर सुन। अब मध्याह 12 बजेदेखि चाहिँ 2025 इन्डिङ भएर 2026 स्टार्ट हुनेछ। सबैजना नयाँ जोस नयाँ उमङ्गका साथ रमाउँदै हुनुहुन्छ होला। अनि हाम्रो तर्फबाट हाम्रो परिवारको तर्फबाट सबैजनालाई न्यू इयरको शुभकामना भन्न चाहन्छु। र मेरो देश विदेशमा हुने दाजुभाइ दिदीबहिनी अनि साथीभाइ मेरो परिवार सब लगायत सबैजनालाई पनि म कामना भन्न चाहन्छु, सुस्वास्थ्यको कामना भन्न चाहन्छु है। जहाँ रहे पनि सुस्वास्थ्य रहनु होला। सबैभन्दा ठुलो कुरा चाहिँ सुस्वास्थ्य हुनुपर्छ, हामी हेल्दी हुनुपर्छ अनि सबै कुरा हुन्छ है। अनि पोजिटिभमा जहिले पनि पोजिटिभ थिङ्किङ राख्नु होला। हामी जब हामी पोजिटिभ सोच्छौँ सबै कुरा पोजिटिभ हुन्छ। अनि यसरी हामी पनि आज न्यू इयरको इफ मनाउँदैछौँ, हामी पनि खुसी छौँ है। अनि यसरी कोइला बनाएर अनि चिकन बार्बिक्यू गर्दैछौँ। अनि हाम्रो फ्यामिली मात्रै हो आज चाहिँ, त्यही भएर हामी थोरै नानीहरूको लागि स्पेसल खुसी होस् भनेर है, आफ्नो बाबा आमाको खुसी नै आफ्नो छोराछोरीको लागि हो विशेष गरी। अनि छोरीहरूको लागि यो बनाउँदैछु मैले पनि है। आफ्नो प्लानिङ होला, आफ्नो ठाउँमा आफै रमाउँदै हुनुहुन्छ होला, आफ्नो फ्यामिलीहरू है इन्जोय गर्नुहोस् त्यही भन्न चाहन्छु। हामी पनि आफ्नो ठाउँमा इन्जोय छौँ। अनि हजुरहरू पनि इन्जोय गर्नुहोस् अनि सुस्वास्थ्य रहनुहोस् त्यही भन्न चाहन्छु मेरो तर्फबाट है।